अहिलेको बालेन सरकारप्रति तपाईको अपेक्षा के? बालेन सरकारप्रति म एकदमै खुसी छु। अहिले उहाँले चाहिँ एकदम राम्रो कामहरू गरिरहनु भएको छ। उहाँले चाहिँ यति राम्रो काम अहिलेसम्मकै इतिहासमा नभएको कामहरू चाहिँ उहाँले धेरै कामहरू गर्नुभएको छ। उहाँलाई एकदम धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अब यो हाम्रो पनि अब यो रिसर्च सेक्टरमा चाहिँ रिसर्च फिल्डमा चाहिँ के गर्नुपर्छ उहाँले भन्दा अहिले त केही बजेटहरू उहाँले छुट्याउनु पनि भयो। त्यसै गरी शिक्षाको एउटा त्यो मन्त्रालय पनि छुट्याउनु भयो। अनि त्यो हुँदाखेरि अब बिस्तारै चाहिँ उहाँले गर्दै त हुनुहुन्छ। केही पनि कुरा ड्रास्टिकल्ली आजैको भोलि चाहिँ खोजेर हामीले पाउन सक्दैनौँ। तर उहाँप्रति मेरो के अपेक्षा छ भन्दाखेरि उहाँले चाहिँ यो रिसर्चलाई अथवा चाहिँ यहाँ एमएससी गरिसकेपछि चाहिँ कोही पनि विदेश जान नपरोस् अथवा गइहाले पनि त्यो मान्छे चाहिँ केही सर्टेन समय चाहिँ पढेर फेरि नेपालै आउने वातावरण चाहिँ उहाँले बनाइदिनुहोस् भन्ने चाहिँ मेरो धारणा छ।